र अहिले चाहिँ बिहानको 3 बजेर यस्तै 7-8 मिनट गयो र म चाहिँ यहाँ मेरो मावली घर यो हो। म चाहिँ सुनादासम्मको मानाबारीदेखि सुनादासम्मको पैदल यात्रामा निस्किँदैछु र अहिले चाहिँ म ओद्लाबाडी स्टेसन आइपुगेँ। झन्डै मानाबारीबाट यो चाहिँ ओद्लाबाडी स्टेसन 1 घन्टा अलिकति लागेन रहेछ। अब यहाँ बेसी भिडियो पनि बनाउनु भएन, मलाई टाढो पुग्न छ है। र यहाँ चाहिँ म लगभग 1 घन्टा अलिकति लागेन ओद्लाबाडी आइपुगेँ है। र अहिले चाहिँ म ओद्लाबाडी बजार है र सुनसान छ अहिले। अब यो बिहानै छ, लगभग 4 बजेर केही मिनट गएको छ र अब चाहिँ म मेरो पैदल यात्रा चाहिँ राष्ट्रिय राजमार्गमा सुरु भयो है। र अहिले चाहिँ म यो बाख्राकोट मिना मोड आइपुगेको छु है। हिँडाइ हुँदैछ, उज्यालो भइसकेको छ र सजिलो छ हिँड्न। अघि निस्कँदा चाहिँ अँध्यारो थियो है। ल यहाँ आइपुगेछ है बाख्राकोट। यहाँनिर यस्तो रहेछ। गान्तोक 106 किलोमिटर, सिलिगुडी 35 किलोमिटर, अन्तखेरि यो चारखोल 32 किलोमिटर रहेछ है। धन्यवाद छ। मिना मोड हो है। यहाँनिर बिरसा मुन्डाको मूर्ति, यता यहाँ घोडामा चढेको के भन्छ शहीद मेजर दुर्गाको मूर्ति, अनि ऊ पर चाहिँ रामसिंह ठाकुरीको मूर्ति रहेछ है। यहाँ चाहिँ एउटा भानुको मूर्ति रहेछ। यहाँ लेसली बल्ले छ। यो चाहिँ अब हाम्रो बाख्राकोट मिना मोड र वासाबाडी बिचतिरको होला ठाउँ। यहाँबाट चाहिँ माथि चाहिँ तपाईको सेलरोटी पुल देख्दो रहेछ। माथि यहाँ माथि सेलरोटी पुल देख्दो रहेछ। यो चाहिँ कहाँबाट भने उता बाटो पारिपट्टि चाहिँ भानुको मूर्ति छ है। यताबाट चाहिँ माथि देख्दो रहेछ सेलरोटी पुल। अब चाहिँ आइपुग्यो महानुभावहरू। कहाँ आइपुग्यो भने वासाबाडी। बारी। यिनीहरूले बारी नै लेखेछ बङ्गलामा पनि। ठिक छ। यो चाहिँ यहाँ सुन्दरी बस्ती लेखेको रहेछ। यहाँबाट सुन्दरी बस्ती चाहिँ कति रहेछ, 2.5 किलोमिटर रहेछ। सुन्दरी बस्ती चाहिँ मैले यहाँ किन खिचेँ भन्दा चाहिँ बद्रीनारायण प्रधान सरको बारेमा जब हामी पढ्छौँ सुन्दरी बस्तीको कुरा आउँछ। मलाई पनि यसको ठिक उयो थाहा थिएन, आज देखियो, खुसी लाग्यो। 7:20 भएको छ र म चाहिँ कहाँ आइपुगेको छु भने त्यो रङटङ भन्ने ठाउँमा आइपुगेको छु कि। यो बाटो त म सानैदेखि हिँडेको, तर यो रङटङ भन्ने चाहिँ मैले याद गरेको थिइनँ है। मङपङ, वासाबाडी, मिना मोड, बाख्राकोटहरू सबै याद गरेको, यो चाहिँ याद गरेको थिइनँ। यहाँ आइपुगेको छु। यहाँबाट चाहिँ तेर्सो बाटो छ, अब हिँडिन्छ मजाले। यहाँ चाहिँ यो चाहिँ एलिफेन्ट क्रसिङ लेखिरहेको छ। यहाँबाट चाहिँ हात्तीहरू क्रस गर्ने छ। यहाँ हात्तीहरू भेट्ने ठाउँै हो। यो पनि एलिफेन्ट क्रसिङ रहेछ। अन्त यो चाहिँ कालिम्पोङ डिभिजन पर्दो रहेछ है। कालिम्पोङ फरेस्ट डिभिजन पर्दो रहेछ है साथीभाइ हो। यहाँ फौजले चाहिँ बाख्राकोट मिल स्टेसन STN लेखेको रहेछ। के हो यो मैले राम्रो बुझिनँ। ढुङ्गालाई चाहिँ फलामको जालीभित्र हालेर उहाँहरूले एउटा यहाँनिर एउटा यस्तो लेखेको छ, बाख्राकोट मिल स्टेसन STN लेखेको छ। बाटोमा एउटा चरा ट्याचक्कै टिचाएर मरिरहेको रहेछ। यो मङपङ छेउतिर हो है। 7 बजेर यस्तै 26-27 मिनट गएछ। कहाँ आइपुगेँ भन्दाखेरि चाहिँ मङपङ पनि सम्झनामा आइरहने एउटा ठाउँ हो। किनभने बाल्यकालमा यो बाटो भएर कहिलेकाहीँ ओहोरदोहोर गरिन्थ्यो र यहाँ चाहिँ एउटा फरेस्टको चेकपोस्ट छ।
है। यहाँ पर देखिरहेको चाहिँ फरेस्टको चेकपोस्ट हो र यो ठाउँ पनि सम्झनामा आउँछ कहिलेकाहीँ। यहाँनिर एक कुल बाँदरहरू बसिरहेको रहेछ यसरी, एक कुल बाँदरहरू यसरी कोही जुम्रा हेरिदिँदै रहेछ हो, कोही जुम्रा हेरिदिँदै रहेछ। बच्चान रहेछ, यस्तो बच्चान रहेछ यसरी, बच्चाहरू पुरा रहेछ यहाँ बसिरहेछ। कोही चाहिँ दुईजना त्यो उता फर्केर बसिरहेछ, एउटाले के खानेकुरा पाएछ, एउटाले चाहिँ यहाँ बच्चा उसमा बोकिरहेको रहेछ, भुँडीमा बच्चा बोकिरहेको रहेछ। यसले चाहिँ भुँडीमा बच्चा बोकिरहेको गयो, पुरै रहेछ। पर पनि एक कुल रहेछ। कोही चाहिँ बाटो क्रस गर्दैछ, कोही चाहिँ बाटो क्रस गर्दैछ। सानो पनि रहेछ, एउटा चाहिँ बसिरहेको छ। एटेक गर्ला जस्तो गरे, यसले एउटा दाँत मोले जस्तो गर्दैछ। पङ क्रस गरेर अलि यता चाहिँ मजाको धारा रहेछ हो। यहाँ चाहिँ अलिकति मुख धुनु पऱ्यो अनि मेरो लट्ठी पनि धुनु पऱ्यो, लट्ठी नै अलिक मैला मैला छ। के नाम भाइ यसको, के नाम अरे? मङपङ बस्ती। ए यहाँबाट चाहिँ म ट्रेन लाइन भेट्छु नि है भाइ। स्कुल चाहिँ कहाँ छ तिमीहरूको? ए के हो स्कुल? प्राइभेट स्कुल हो? हजुर प्राइभेट स्कुल। ए अन्त राम्रोसँग पढाइ हुँदैछ केटा हो? बडी त फिट देख्दैछ केटाहरूको। ए हुन्छ हुन्छ। म चाहिँ अब चाहिँ यो ट्रेनको लाइनमा आइपुगेँ हो। ट्रेन पनि आउँदैछ, इस ट्रेन आउँदैछ है। ए यो ट्रेन आउँदैछ। ल ट्रेन लाग्यो उतातिर, म चाहिँ अब लागेको यतातिर। र अहिले चाहिँ 8 बज्नु तपाईँको यस्तै 7-8 मिनट छ र म चाहिँ आइपुगेको छु। अब चाहिँ यहाँ टिस्टा नदीमा आइपुगेको छु, खोलामा है। यो ब्रिज नम्बर 52 रहेछ है। यहाँको चाहिँ मान्छे मैले सोधेको, मलाई जानकारी थिएन, मैले सोधेको थिएँ। यहाँ चाहिँ मान्छे हिँड्ने पनि बनाइदिएको रहेछ र यो रेल आएको बेलामा पनि कुनै असुविधा नहुने रहेछ। र यो जुन चाहिँ टिस्टा नदी छ होइन, खोला छ, यो खोलासँग चाहिँ एकदमै गहिरो नाता छ। सानोमा हामी यहाँनिर सङ्क्रान्तिमा आउँथ्यौँ है, अनि ठुलाहरूसँग यता मावलीबाट अनि आउँथ्यौँ र आएर चाहिँ त्यहाँनिर सङ्क्रान्तिमा आउँथ्यौँ। अनि यो मानाबारी आउने जाने क्रममा चाहिँ हामीले यो नदी सधैँ देख्थ्यौँ। यसपालि चाहिँ म यताबाट आएँ, नानीहरू पनि जानु हुँदैछ स्कुल। अलिक असुविधा भयो मेरो ब्यागले गर्दा, नरिसाउनु होला। अनि यो माथि चाहिँ बाघपुल है, यता यस्तो छ, यस्तो रहेछ। यहाँ तल पानी र योपालि चाहिँ म बाघपुल भएर हिँडिनँ, किनभने अलिकति सर्टकट हिँडिदिएको, किनभने समयको अभाव भनौँ है। माथि चाहिँ बाघपुल देख्दैछ, यता यस्तो गएको रहेछ। अहिले बर्खा भएकोले गर्दा होला पानी निकै बढेको रहेछ है। र यहाँ पारीबाट यता स्कुल आउँदो रहेछ नानीहरू। र मलाई यसले गर्दा चाहिँ धेरै यो पुलले गर्दा चाहिँ धेरै सर्टकट भयो। र म तपाईँहरूलाई जुम गर्नु पर्यो। पर चाहिँ बाघपुल पर
बाघपुल यहाँ पर यहाँ बाघपुल देख्दैछ बाघपुल यहाँ देख्दैछ हो बाघपुल छ अब म चाहिँ यहाँ सेवकबाट चाहिँ त्यो ट्रेन जाने लाइनपट्टि पसेर चाहिँ लाइन गएर गुल्मासम्म जानु पर्यो त्यहाँबाट चाहिँ मिलन मोडपट्टि झरेर सुकुनातिरको बाटोमा लाग्नु पर्यो ल अहिलेलाई बेसी भिडियो पनि बनाउँदिनँ किनभने यहाँ मेरी श्रीमतीले पनि बेसी नगर्नु कलर ब्याट्री उयो हुन्छ भनेको छ त्यो पनि कुरा एकदमै राम्रो हो र यस्तो छ साथीभाइ हो मैले यो सेवक क्रस गरेर यो रेल लाइनमा चाहिँ के देखेँ भने यो खाना खाएर यसरी यो फ्याँकेको उयो चाहिँ ट्रे जस्तो भनौँ न यो चाहिँ यसो हुँदा चाहिँ पानी जम्मेको हुँदो रहेछ हो यसमा चाहिँ मच्छरले अब अन्डा पार्ने उयो हुन्छ र म चाहिँ धेरैवटा मैले पल्टाइदिएँ सबै त पल्टाउने मेरोमा समय छैन र यसरी मैले यो पल्टाइदिएँ यहाँ चाहिँ यो चाहिँ सेवक रेलवे स्टेसनबाट म चाहिँ अहिले गुल्मातिर हिँडिरहेको छु एकान्त यो रेलको लाइनलाई यो चाहिँ पहिलो यहाँनिर मैले एउटा ब्रिज भेटेँ यो ब्रिज यहाँ चाहिँ लेखेको छ नन्दी लेखेको रहेछ सायद यो खोलाको नाम चाहिँ नन्दी होला मैले त सुनेको थिइनँ अब यो बाटो चाहिँ ट्रेनमा हिँडेको होइन ट्रेनमा हिँड्दा त अब त्यति थाहा पाइँदैन हिँड्दाखेरि चाहिँ यसरी चाल पाइन्छ यो नदी होला नन्दी भनेको चाहिँ एउटा मालगाडी जाँदैछ है मालगाडी निकै लामो पो रहेछ त गयो है ल यस्तो पहाड छ मासतिर चाहिँ र यो चाहिँ अहिले म चाहिँ गुल्मातिर जाँदैछु है एकान्तमा यो ट्र्याकको फोटो यस्तो भिडियो गरिदिनु मन लाग्यो र गरिदिएको मेरो झोला यहाँ छ अलिकति चिन्ता चाहिँ के भयो भने यो जुत्ता चाहिँ अलिकति उयो भयो क्या उहाँ पर हिलोमा भाँसिएको थियो सेवक स्टेसनको त्यहाँनिर त्यो तान्दाखेरि अलिकति त्यो गम उकिएको छ त्यस्तो छुट्टा छैन स्यान्डल छ एउटा अहिले मिलन मोडतिर क्विक फिक्स किन्नुपर्छ होला ठिकै छ यहाँनिर भमरा मौरी भुनभुनाउँदैछ अहिले चाहिँ म अलिकति बिसाएँ होइन यो चाहिँ रहेछ घोरामारा खोला अरे यो त मैले कहिले सुनेको थिइनँ है यो रेलमा हिँड्दा पनि देखेको थिइनँ आज चाहिँ देखियो एकछिन बिसाएँ इलेक्ट्रोल पानी खाएँ इलेक्ट्रोल पानी खान अति जरुरी हुन्छ यस्तो हिँड्दाखेरि है अब फेरि हिँडेको गुलमा आइपुगेको छैन कति बेला आइपुग्छ यो के अरे सिबोकदेखि यता गुल्मापट्टि पसेपछि यो त अब हात्तीको उयो नै भयो होइन यसरी हात्तीको गु पनि ठाउँ ठाउँमा भेटियो र एउटा सुन्दर पुतली छ यहाँनिर यस्तो सुन्दर पुतली हो आहो कति सुन्दर पुतली देख्नु पनि दामी कुरा हो नि त है खुसी लाग्छ नि सानो कुराले ल म चाहिँ हिँड्दैछु है साथीभाइ हो गुल्मातिर हिँड्दैछु रेलको लिख यहाँ कति दामी पुतलीहरू ट्र्याकको लिखमा हेर्नुहोस् थुप्रै हुँदो रहेछ यहाँनिर यो पुतलीहरू थुप्रै हुँदो रहेछ कस्तो दामी हेर्नु त कस्तो मजा लाग्यो नि कस्तो दामी लाग्यो नि
ऊ पर चाहिँ सेतो सेतो रहेछ दामी नि हो पुतलीहरू यहाँ इस यहाँनिर फेरि दामी अहो कस्तो दामी दृश्य नि हो पुतलीहरू पुरा उयो हुँदो रहेछ यहाँ आएर उयो हुँदो रहेछ दामी यसरी पुतलीहरू आउँदो रहेछ दामी हर्न सुन्यो साथी हो है अब ट्रेन आउँदैछ है ऊ दामी ट्रेन आउँदैछ है एकान्त गयो ट्रेन दामी दृश्य एकान्तमा ट्रेन गएको र साथी हो हिँड्दा हिँड्दा गुल्मा खोला आइपुगेछ हो र यहाँनिर खोला शब्दको प्रयोगले चाहिँ यो नामकरण गर्ने चाहिँ हाम्रा मानिसहरू हुन् भने अकाट्य प्रमाण पनि त्यो हुन्छ र यो गुल्मा खोला आइपुगेपछि चाहिँ अब गुल्मा स्टेसन पनि नजिक होला भन्ने लागेको छ र गुल्मा स्टेसन आइपुगेपछि चाहिँ म पनि अलिकति मिलन मोडतिर कटिङ खाएर त्यहाँबाट चाहिँ सुकुनातिर लाग्नुपर्छ यहाँनिर त्यस्तो हात्तीहरू केही भेटिएन यद्यपि हात्तीहरू त हिँड्ने नै ठाउँ हो यो चाहिँ रहेछ गुल्मा खोला है साह्रै ठुलो खोला त होइन तर एकान्तमा यो खोला बगेको जुन आवाज हुन्छ त्यो अत्यन्तै सङ्गीतमय लाग्छ मलाई अत्यन्तै मनपर्छ मलाई चाहिँ यस्तै साधारण कुराहरू यो के ठुल्ठुला कुराहरू साह्रै मन पर्दैन है मलाई चाहिँ साथीभाइ हो यस्तै मनपर्छ यही खोलाहरू झार जङ्गल है पुतली पशु प्राणी हो यो खोला हेर्नु टिकट पनि नलाग्ने ल साथी हो मजा आइरहेको छ हिँडाइ हुँदैछ खै गुल्मा खोलापछि गुल्मा स्टेसन आउँछ जस्तो लाग्थ्यो तर आइपुगेको छैन यो एउटा के पो आयो यो चोकलिङ अरे सानो एउटा यहाँनिर पुल रहेछ यहाँ खोला पनि बग्दैछ हेरौँ अब कति टाढो छ गुल्मा त्यो तर गुल्मा त म पहिला हिँडेको त्यो बाटो मानवन्धन आइ त गुल्मा आउँदैन जस्तो लाग्छ यो चोकलिङ चाहिँ मलाई कस्तो लाग्यो भने पेमलिङ छ नि त यतातिर होइन टिङलिङ के लिङ भन्ने थुप्रै छ नि त हाम्रो होइन त्यो पनि हाम्रै मान्छेले नामाकरण गरेको हो कि भन्ने हो कि त होइन लगभग यो त किटानै गर्न सकिने यो लिङ शब्द एउटा जुन चाहिँ अन्तमा छ त्यसले गर्दा जे होस् हिँडिँदैछ सुनसान परसम्म छ तर मलाई त एकदमै एकान्त मनपर्ने मान्छे एकदमै मजा एक पल मैले चाहिँ त्यसको चाहिँ उयो गरिरहेको छु मतलब के भन्नु अब त्यसमा मलाई चाहिँ मनोरञ्जन गरिरहेको छु होइन त्यसको उपभोग गरिरहेको छु मजा लागिरहेको छ यहाँनिर चाहिँ यो झाउँक्री हो कि कुन चाहिँ किरा हो खै कुन चाहिँ किरा हो रेलवे लाइनमा खतरा छ ल यो चाहिँ एकदम गौडै हो है किनभने यहाँ हात्तीको गु देख्नुभयो यहाँ हात्तीको गु यहाँ पनि यहाँ तर म चाहिँ हिँड्दैछु हात्ती चाहिँ मैले पाएको छुइनँ देखेको छुइनँ एकदम चङ्खो भएर हिँड्दैछु तर मजाले हावा लगायो ट्रेनले मजाले हावा लगायो दामी
कस्तो दामी दृश्य है, आकाश बिचमा जाँदै गरेको ट्रेन। यो रेलवे ट्र्याकमा चाहिँ यो ढुङ्गाहरू र यो सिमेन्ट यो लिक तातिएकोले होला कि पुरा तातो भाफ आउँदो रहेछ उता मुनिबाट। पुरा यो मतलब यो रेलको लाइन भएको पुरै उयो त हावै तातो हुँदो रहेछ कि त्यसले गर्दा पसिना धेरै निस्केर पुरा तिर्खा लाग्दो रहेछ। मैले यसो ख्याल गरेको कि मेरो पानी नै सकिन आँट्यो, कति पानी पिसकेँ। ल साथी, यो जाँदैछु। त्यस्तो छ एकान्त। आकाश कति दामी है, बादल कति दामी। अहो बल्ल यो महानदी आइपुगेँ। अब चाहिँ ऊ पर गुल्मा स्टेसन पनि देख्दैछ हो। गुल्मा स्टेसनबाट चाहिँ ठक्कै ओह्रालो झरेपछि त मिलन मोड, त्यहाँबाट बेसी सुकुना धेर छैन। निकै थाकियो, निकै तिर्खा लाग्यो। अब गुल्मा स्टेसनमा बसेर घट घट पानी पिइन्छ, त्यहाँबाट फेरि लागिन्छ। बल्ल आइपुग्यो, खुसी लाग्यो। यो चाहिँ महानदी बग्दैछ है साथी हो। महानदी तल महानदी बग्दैछ। कति राम्रो दृश्य है यो। रुख, खोला, माथि पहाड, बादल। यहाँनिर यो चाहिँ महानदी ब्रिज। पर चाहिँ देख्दैछ नजिकमै गुल्मा स्टेसन। ल यात्रा निकै आधी त सक्यो भनौँ। र बल्ल यो गुल्मा आइपुग्यो है। अब त यहाँबाट त यसो झरेपछि त उयो त धेर छैन हो। यो चाहिँ गुल्मा स्टेसन। यहाँ पर श्रमिकहरू काम गरिरहेका छन्। यो यस्तो गाउँ छ हो। ल बडा एउटा आफ्नो गन्तव्यको नजिक पुग्नुको त्यो अनुभूति नै मिठो हुन्छ। अनि यो हिँडेर यसरी जिउ तातिनु, पसिना निस्किनु भनेको साह्रै सुन्दर कुरा, साह्रै मजा आउँछ। ल साथी हो, अब मिलन मोडबाट चाहिँ गुल्माबाट चाहिँ मिलन मोडतिर झरेको थुप्रै गाई बाछा बाछीहरू यहाँ यस्तो रहेछ। अब चाहिँ म यो मिलन मोडतिर झरेँ। ल है, अब यहाँ बाटो सोधेर जानुपर्छ। ल अहिले चाहिँ यो चाहिँ मिलन मोडै भन्छ नि? होइन, यो खैरेनी पुर्णिङ हो। ए खैरेनी पुर्णिङ आइपुगेको छु। यहाँ चौतारा रहेछ। चौतारामा 2-7 जनाहरू बस्नुभएका रहेछन्। हजुरको नाम चाहिँ? हजुरको नाम? मेरो मणि कुमार। ए यहीँ बस्नुहुन्छ? मेरो यहीँ हो। ए यहाँ जन्मै यहाँनिर? यहाँ मजा आएको छ। हजुरको चाहिँ? मेरो अनुप राई। ए यहीँ बस्नुहुन्छ? ए जन्मै। यहाँ कस्तो छ हौ गाउँ घरमा? पानीको दुःखहरू छ? पानीको दुःख त अब पहिलादेखि हो, ए भरै आएको हो। अहिले त्यति चाहिँ छैन। 1 घन्टा छोडिदिन्छ। ए हजुर, हात्ती लाग्छ यहाँ पनि? हात्ती, बाघ। यहाँ चाहिँ मेन चाहिँ खेतीपाती हो? खेतीपाती। तपाईँहरू पनि गर्नुहुन्छ खेतीपाती? ए हाम्रोतिर त उता त मामाहरूकोतिर त सबै छोडिसक्यो। गर्छ गर्नेले, तर हाम्रो मामाहरूले छोडिसक्यो। हात्ती बेगर पनि छोडियो। चराचुरुङ्गीहरू कति छ? चराचुरुङ्गीहरू है? यहाँ उयो आउँछ तपाईँको त्यो धनेश? आउँछ, कोही बेला आउँछ। धनेश पुरै आउँछ। गरम निकै हुन्छ क्या यहाँ है? गर्मी हुन्छ। जाडोको बेला जाडो हुन्छ? जाडोको बेला हुन्छ। स्कुल छ तपाईँको यहाँ? स्कुल नेपाली उयो हो? नेपाली। ल हुन्छ, तपाईँहरूसँग छोटो कुराकानी। र अहिलेको हिँडाइ भनेको चाहिँ यो चाहिँ यता चाहिँ चिया बगान हो, यता चाहिँ जङ्गल फरेस्ट। कति सुन्दर रहेछ यहाँ। अलिकति एउटा घुम्ती रहेछ भनौँ न है, घुम्ती। अनि त्यहाँ रुखहरू है, जङ्गल सुन्दर ठाउँ रहेछ। यहाँबाट अब एकजना भर्खर स्कुटीमा एकजना बहिनी जानुभयो। उहाँलाई सोधेको थिएँ यहाँबाट चाहिँ अब हिँडेर चाहिँ 10 मिनट लाग्छ अरे। सुकुदान पुग्नै आँटेछ। ल त साथी हो, सुन्दर ठाउँ रहेछ र यसो सानो छोटो भिडियो बनाएँ है। अब चाहिँ सुकुना आउनु लाग्यो। यो मानन्द वाइल्ड लाइफ सेङ्चुरी रहेछ हो। यहाँ त्यो सुन्दर एउटा खोला बगिरहेको छ। सुन्दर एउटा खोला है, यसरी बगिरहेको छ। यो एउटा सानो पुल रहेछ। यता नुहाइधुवाइ गर्ने दिदीबहिनीहरू दाजुभाइहरू पौडी खेल्ने पनि रहेछ तल। र यहाँ चाहिँ पर चाहिँ है लेखेको रहेछ भिजिट अगेन हो।
देख्छ खै यसलाई अलिक जुम गरिदिउँ यहाँ भिजिट अगेन थ्याङ्क्स भनेर लेखेको रहेछ अब चाहिँ सुकुना आइपुग्यो जस्तो लाग्दैछ आइपुग्यो अहिले चाहिँ म सुकुना आइपुगेँ है सुकुना म अलिक अगाडि रामसिंह ठाकुरीको त्यहाँ मूर्ति भएको मोड होला होइन त्यहाँबाट चाहिँ यो ब्यागले चाहिँ अलिकति असुविधा पारिरहेछ कुनै गाडीमा पठाइदिने व्यवस्था गर्नु भनेर सोच्दैछु साथी हो ब्याट्री पनि अलिअलि चार्ज गर्नु छ म चाहिँ अहिले आइपुगेँ कप्तान रामसिंह ठाकुरी चौक कप्तान रामसिंह यहाँ चाहिँ यो मैले त रामसिंह ठाकुरी मात्रै ख्याल गरेको थिएँ यहाँ बिआर अम्बेडकर पनि रहेछ कम्ता बिआर अम्बेडकर पनि रहेछ यहाँ मूर्ति यहाँ चाहिँ रामसिंह ठाकुरीको रहेछ अब यहाँ चाहिँ एकछिन गाडी दाउ गर्नु पऱ्यो गाडीहरू पानी पर्नु थाल्यो यो म चाहिँ अब हिँड्दैछु सिमलबारीतिर यो आर्मीको यो इलाका भएर हो पानी पर्नु थाल्यो यसो पानीको पनि बनाइराखौँ पानीमा हिँड्नुको पनि फाइदा पनि छ मजा पनि छ अलिअलि समस्या पनि हुन्छ तर यस्तै बिच पनि मजै लागिरहेको छ र यो बर्साती छ मसँग त्यही कारणले गर्दा पानीसँग एउटा त्यति समस्या छैन र यो बर्साती ओढेर चाहिँ म हिँडिरहेको चाहिँ सानो एउटा पानीको पनि भिडियो बनाइदिउँ न भनेर नि यो सिमलबारी जाँदा यो एउटा गेट बनिएको रहेछ यो चाहिँ मेरो निम्ति नयाँ कुरा किनभने म लगभग यतातिर 2 वर्ष जस्तो बादमा आउँदैछु म चाहिँ देखेको थिइनँ है नयाँ गेट यहाँनिर रहेछ हजुरहरूले देख्नु भएको होला अन्त अब चाहिँ बिस्तारी उकालो खरसाङको यात्रा बिस्तारी उकालो लाग्नु पर्यो अब सिमलबारी आइपुग्यो है साथीभाइ हो लु है यो चाहिँ अब भूतपूर्व टोल प्लाजा भनौँ न अब ओ माथि त्यहाँ आइपुग्यो यहाँ हाम्रो एउटा गोर्खे संस्कृति पनि झल्काइदिएको रहेछ ओ यो माथि चाहिँ टोल प्लाजा अब बल्ल यहाँ आइपुग्यो हिँडिँदैछ निरन्तर र यो बबाल भन्नेमा आइपुगेछ है यो चाहिँ हाम्रो आरजे सागर भाइको त्यो त पोसिन तर अलिक ढिलो हुन्छ यहाँ चाहिँ बबाल भन्ने छ यस्तो दृश्य देख्ने ठाउँमा आइपुग्यो है यस्तो दृश्य देख्दैछ दामी दृश्य देख्दैछ ए हजुर यहाँ चाहिँ श्री अन्तुष तामाङ ए जब गर्नुहुन्छ त्यहीँ घर मेरो खासै घर भनेको सिबिट हो ए अनि चाहिँ एउटा सानो एउटा बिमारीको लागि है गरिब अवस्था चाहिँ आमा बाबाको लागि चाहिँ मैले सानो दोकान खोलेको छु ए हजुर अनि विशेष मेरो चाहिँ एउटा माया गर्ने एउटा यो आधारलाई चाहिँ एउटा कस्तो हुन्छ भने एउटा सबैलाई माया गर्छु भन्ने गर्दाखेरि चाहिँ एज अ कलाकारको नाता हजुर कलाकारले चाहिँ के गर्ने त हामीलाई त सबैले माया गर्छ होइन एज अ सिङ्गरलाई सबले माया गर्छ कलाकारलाई सबैले माया गर्छ तर कलाकारको पनि दायित्व होला नि त मैले चाहिँ एउटा समर्पित छ हजुर म बाँचिन्जेल मेरो भोकल भइन्जेल मेरो गीत गर्न सकिन्जेल चाहिँ म त्यो समयसम्म चाहिँ म त्यो गरिब आमा बाबालाई बिमारीलाई हेर्छु चाहिँ सब भइसकेको छ मैले आज मोटामोटी 160 जना बिमारीहरूलाई सेवा पुगेको छ अहिलेसम्म 160 हजुर अनि गरिब आमा बाबालाई चाहिँ मैले आफै काम गरेर पनि कतिवटा ठाउँमा हेरिरहेको छु कतिजनाले त दिन्छ पनि अब अहिले त सेवा गर्ने हातहरू धेरै बढेको छ पहिला चाहिँ मलाई गाह्रो थियो तर अहिले चाहिँ मैले भने कि त कसरी मद्दत गरिदिइहाल्छु एकदमै अहिले चाहिँ खुसी लाग्छ मलाई एउटा मरेर जाँदाखेरि पनि एउटा मान्छेले नाममा मात्रै सीमित नहौँ एउटा कर्म चाहिँ छोडेर जाउँ भन्ने छ हजुर राम्रो एकदमै खुसी लाग्छ ए हुन्छ धेरै त ल तपाईँको यो अभियान जारी रहोस् हुन्छ तपाईँको सुस्वास्थ्य कामना राख्छु हुन्छ अब तल सन्तलमा बत्तीहरू पनि बलेछ
अलिअलि निकै साँझ पऱ्यो। म चाहिँ रोहिणीको उकालोमै जाँदैछु है साथीभाइ हो। कै 9 बजेछ। सुकुनादेखि यहाँसम्म 7 घन्टा लागेछ। हत्तु भयो। यहाँनिर फाटक डाँडा आइपुग्यो है खरसाङको 9 बजी राति चाहिँ। अहिले चाहिँ खरसाङ आइपुग्यो यहाँनिर। खै खरसाङ अलिक जुम गरेर देखाइदिएँ। खरसाङ आइपुगेँ। म चाहिँ अहिले सिपाहीधुरा आइपुगेँ है। यो सिपाहीधुरा रूपनारायण सिन्हा, इन्द्र सुन्दास, पूर्ण राई, बाबरी उहाँहरूको ठाउँ हो यो चाहिँ। अहिले चाहिँ टुङ आइपुगेँ। टुङ त देख्दैन नि रहेछ। कता टुङ अलिअलि देखेँ। टुङ दामी अलिअलि देखेँ। म चाहिँ गोराबारी आइपुगेँ हो। मेरो साथी चाहिँ मैले होस् भन्दा पनि उनीहरू खै खदा लगाइदिने भनेर बसिरहेको छ। मैले होस् भनेको मानेन। अँध्यारो छ। अँध्यारो यस्तो अँध्यारो गोराबारी आइपुग्दा सलेसन कलेज अलिअलि देख्दैछ। मेरो साथी चाहिँ यहाँ बसिरहेको होला है। साथीले चाहिँ यस्तो 12 बजी मध्ये 12 बजी फर्किरहेछ। म त अरू होइन तल दाजु के दाजुले पनि जो होइन यहाँ हाम्रो तल दाजु नि हाम्रो दाजुले पनि बिचरा बधाई छ है साथी। ल धन्यवाद साथी। एकदम पर्थेन पनि साथी बिचरा। ठिकै छ ठिकै छ। अब खोइ त हाम्रो त अब लगाइदिनु है। साथीले यत्रो यात्रा सफल गर्यो है। ल साथी एकदम धन्यवाद साथी। खुसी लाग्यो है। ल धन्यवाद साथी। के तिर्खा सिर्खाहरू होइन तिर्खा चाहिँ भर्खर पर डिलरमा आज अब साथीले है अब मानाबारीबाट यहाँ सुनादासम्म अब यत्रो यात्रा है सफल गरेकोमा है साथीलाई धेरै धेरै धन्यवाद। ल साथीलाई पनि धेरै धेरै धन्यवाद। यत्रो मध्यराततिर साथी। अन्त साथीलाई एकछिन यो पनि अलिकति पर्थेन हो साथी त्यो त फेरि तिर्खा लाग्यो होला यसो खाँदै जानु। साह्रो साथी। अन्त मोबाइलतिर बत्तीहरू छ साथी छ। ए होइन ल साथी कि मेरो पठाइदिनु होइन पर्दैन छ मेरो। म यहाँ त आइ त गयो। आइपुग्यो है। ल एकदमै धेरै धेरै धन्यवाद। धन्यवाद साथी। हुन्छ साथी धन्यवाद छ साथी। यस्तो राति हुँदो बसेर हुन्छ। दिउँसो भए अब हुन्थ्यो हो हो अरू होइन यहाँ मुनिबडी दाजु पनि आउँछु भन्दै थियो। हुन्छ साथी। अब यो पनि अब साह्रो के अरे कम उयो त होइन सेक्रिफाइस होइन त्यस्तो पानी झरीमा बर्खाको दिनमा है। र साथीलाई धेरै धेरै हुन्छ साथी धेरै धेरै हुन्छ हुन्छ ल हुन्छ साथी धन्यवाद। र 12 बजेर 40 मिनट 39-40 मिनट गयो। अँध्यारो छ। अँध्यारोमा अब खै मलाई पार आएन उज्यालो कसरी पार्ने। म चाहिँ आइपुगेँ मेरो गाउँ सोनादा हो। अब चाहिँ म यो डिबी रोडतिर झर्नु लागेको छु। अब के भन्नु के देखेको यस्तो यो लिकहरू देख्दो रहेछ। मलाई त नदेख्दो रहेछ। अलिकति अब यो उज्यालोमा देख्छ कि अलिअलि देख्यो हो। झन् अब 1:20 भएको छ। र म चाहिँ अन्तमा आइपुगेँ मानाबारीबाट सोनादा। र यो चाहिँ मेरो गाउँ हो डिबी रोड है। र अत्यन्तै थाकेको छु। खुट्टाहरू पनि लरपराउने भइसक्यो। अब गएर शुद्ध चाहिँ परम सुख है। र यस्तो छ साथी हो मेरो गाउँमा आइपुगेँ म चाहिँ। यो चाहिँ हो मेरो घर। गाउँमा आइपुग्नुको खुसी एक प्रकारको। अनि आफ्नो घरमा आइपुग्नुको खुसी एक प्रकारको। यहाँ चाहिँ हुनुहुन्छ मेरी श्रीमती। उहाँ चाहिँ सुत्नु भएको छैन। मेरो प्रतीक्षामा चाहिँ उहाँ बसिरहनु भएको छ। 2 शब्द भनिदिनु पर्यो। ल
ला किन भाइ 2 शब्द भनिदिनु पर्यो 2 शब्द भनिदिनु पर्यो 2 शब्द भनिदिनु पर्यो बाटो यता 2 शब्द बोलिदिनु पर्यो स्वागत छ आमा बिचरा आमा पनि सुत्नु भएको छैन सर भाइ पनि सुत्नु भएको छैन सर